हेर्नुहोस् न कति फोहोर देखेको छ मेरो फेस स्किन। तपाईँहरू पनि आफ्नो स्किन केयर गर्नुहुन्छ कि गर्नुहुँदैन? स्किन केयर चाहिँ गर्नुपर्छ हजुर हो। अहिले म आफ्नो स्किन केयर गर्नको लागि, क्लिन्जिङ गर्नको लागि गइरहेको छु। मैले चाहिँ यो चाहिँ कोजिक एसिड कोजिक एसिड एन्ड टर्मरिक क्लिन्जिङ प्याड चाहिँ लिएको। यो चाहिँ अमेजनबाट मैले लिएको छु। एकदम राम्रो हुन्छ यसले। यसमा चाहिँ लेमन हुन्छ अनि यो चाहिँ मिक्स्ड कन्टेन्ट रहेछ कि यो चाहिँ जिन्जर लेमनको पत्ता अनि लाइक समथिङ फ्लावर फ्लेभरको लागि। अनि यसले क्लिन्जिङ गर्यो भने चाहिँ एकदम राम्रो हुन्छ होइन। यस्तो प्याड आउँछ, एउटा प्याकेटमा 40 प्याड्स हुन्छ। अनि यसले क्लिन्जिङ गर्दाखेरि कति स्मुथ हुन्छ स्किनहरू पनि होइन। अनि मलाई चाहिँ एकदम मनपर्छ यो, त्यही भएर यसले नै म क्लिन्जिङहरू गरिरहेको छु। तपाईँ हेर्नुहोस् है म कस्तो क्लिन्जिङ गरेपछि तपाईँ हेर्न सक्नुहुन्छ। हाम्रो फेसहरूमा नि कतिपय एकदम यस्तो फोहोरहरू स्किनमा भइसकेको हुन्छ। हामी डिप क्लिनिङ त गर्दैन नि त सधैँ पनि, तर यो प्याडले चाहिँ हामीले क्लिन्जिङ गर्यो भने चाहिँ एकदम राम्रो हुन्छ। रिभिजेन्टिङमा पनि काम गर्छ। सो हेर्नुहोस् है, कस्तो चिप्लेको है। एकदमै स्मुथ बनाउँछ स्किनलाई पनि होइन। यसमा पुरा यसको खुसबु पनि राम्रो रहेछ हो, कस्तो मिठो आउँछ। एकदम स्मुथ बनाउँछ यसले चाहिँ। अनि फेरि पुरा यो यसले क्लिन्जिङ गरिसकेपछि, यसले क्लिन गरिसकेपछि होइन, पछिबाट आफ्नो स्किनलाई यस्तो टच गर्यो भने नि कस्तो स्मुथ हुन्छ होइन। हेर्नुहोस् मेरो स्किन, हेर्नुहोस् हजुर, मेरो स्किन हो र पनि हुँदैन। कस्तो फ्रेस भएको, यसरी टोनर लगाएपछि सक्यो। ट्याप ट्याप गरौँ न।